Hello everyone! वेलकम ब्याक टु आवर अनदर Mukbang video! आज चाहिँ हामीसँग गेस्ट आउनु भएको छ नन अदर देन कुमार दाई। वाह क्या एक्टिंग कर रहा है। हाम्रो चाहिँ अब मुकब्याङ भिडियो सुरु गर्न गइरहेको छौँ। पहिला चाहिँ खानाको बारेमा छोटो डिस्क्राइब गर्छौँ। Okay. चाहिँ एबी माकी, सालमन पेपर, चुना सादा र कोन, अनि फ्राई फिस, हट चकलेट, ससेज, लेग पिस, लेग पिस, अचार छ, अचार छ, अनि सोयो वासाबी, मायोनिज, अनि र टाई डेजर्टको लागि। डेजर्टको लागि जस्ट ल। लास्ट अब यति भन्दै हामी चाहिँ मुकब्याङ भिडियो चाहिँ सुरु गर्न चाहन्छौँ। ल सुरु गरौँ। फर्स्टमा ल पहिला चकलेटबाट हट चकलेट is the Kampai. yours. Kampai. चियर्स। मिठो मिठो छ त एकैचोटि सिद्धिँदै जाऊ। बोल्न पर्यो नि त। यो सब चाहिँ हाम्रो सुई मैले बनाएको यो चाहिँ सबै घरमा बनाएको हो। हेर्दाखेरि चाहिँ एकदम हाम्रो सुसीमै सुसिया सानमै बनाएर जस्तै छ सुकिया सानो बनाएको ल अनि अब चाहिँ टेस्ट गरेर फर्स्टमा चाहिँ ल नोइमा है टेस्ट गर फर्स्ट नोइमा के खाँदो रहेछ है त हेर्नु है त नोइमा के खाँदो के हामी होला त फर्स्टमा सालमनबाट सालमन, पहिला माझे गरौँ। सामुनबाट सुरु ल सालमनबाट सुरु। म पनि ल सुरु गरौँ है त। हाँसिदियो कस्तो छ? सबैजना सामुनबाटै सुरु गरौँ न त मिठो मुखमै मेल्ट हुने हो। हो है त फर्स्टमा सामुन सुरु मात्रै वासाबी खान्न। मुखमै मेल्ट हुन्छ है कि बाटो मिठो हो एकदमै साँच्चीकै यस्तो मिठो हाम्रो एसोसिएसन नखोल्दा पनि फरक नपर्ने खालको एकदम बाटो मिठो हो नि। टेस्ट चाहिँ एकदम दाबी बराबरकै छ सुनावाला नि खाऊँ त है। चुनावमा जान्छौँ अब चाहिँ भोक पनि लागिरहेछ कस्तो छ खाएर भन्नु होला। निरन्तर मेहनत बाटो मिठो रहेछ। एबी नै खानु, म चाहिँ एबी खान्छु। चाहौँ त हामीबाट लाग्दैन टाढा पर्यो नि त। धन्यवाद पुच्छर भए पनि है। छर्को माछा यो एमी चाहिँ ठुलो गर्दा हामी हातले हान्ने अब चाहिँ हामी यसलाई चाहिँ म हातले हाल्छु ठुलो भएकोले चाहिँ हातले बाटो मिठो है यो एकदम बाटो मिठो। मुखमै घुमिरहने टेस्टको है लाग्छ नि तर सालमन जस्तो मिठो भयो है। र सालमन त लाग्छ मिठो हाम्रो मुखमै पाउने खालको है सालमन। नाममा सालमन भएर नि हो क्या अर्कोवाला फ्रोजनवाला होइन नि त्यो पनि मिठो भएर होला बनाउने मान्छेको बनाउने मान्छेको भात त मैले बनाएर नि त त्यो पनि हुन्छ हल्का कलर मात्रै होइन नि त। अब एउटा फिस फ्राई चाहिन्छ है त फिस फ्राई चाहिँ मैले बनाएको हो। चाहियो त फिस फ्राईको सेप फिस फ्राई त झन् खतरा होला। एकदम चटनी जस्तै मिठो गोबार छ त ससेज जाऊ। चल पनि खाऊँ। अब हाम्रो काम चाहिँ खाने अब बनाउँदै खाने यहाँभरि तपाईँहरूलाई कसैलाई पनि कुनै चिज खानु मन लाग्यो भने सुनिमलाई कन्ट्याक्ट गर्नुहोस् ढ्याप्पा आउनुहोस् तपाईँहरू मुकब्याङ भिडियो नि बनाइदिन्छ हामी फेरि गेस्टको लागि चाहिँ अब राखमा चाहिँ हाम्रो लास्टै बिजी भयो फोटोहरूले गर्दाखेरि पनि त्यो गर्दाखेरि चाहिँ हामीले भिडियो बनाउनु पाएनौँ। लास्ट 2 मन्थ जस्तै त्यो बिजी भयो। अब यो मन्थबाट चाहिँ अलिकति सेटल बुकिङहरू पनि अलिकति लागेको छैन, अलिक पातल पातलै छ सबै।
अब चाहिँ रेगुलर सकेसम्म रेगुलर भिडियोहरू बनाउनु चाहिँ हामीले प्रयास गर्छौँ कन्टिन्युज खाम आउँछ अहिलेलाई चाहिँ चिकन टेस्ट गर धेरै खरे त चिकन चाहिँ साम्रो साम्रो भएर अनि ठिकै छ र थोरै मिहिनेत पनि लाग्छ नि त त्यसमा टाइम पनि लाग्छ टाइम पाउँदैमा तपाईँलाई यहाँभरिमा बेस्ट कुन लाग्यो मलाई चाहिँ सुसीको 2-3टा आइटम चाहिँ बबाल उयो हो सुन्दै सालमन salmon heavy. अनि मलाई चाहिँ Like मलाई सालमन salmon. सालमन त लाग्छ होला मुखमै पाउलिन्छ अनि Salmon मिठो रहेछ कि यो हाल्ने चाहिँ सायद सामान बन पनि एकदम टिक्कर गरेको भएर नि होला भोलिपर्सि नेपालमा गएपछि चाहिँ सुसीको आउटलेट खोल्नु पर्ला आफ्नो सुसीको खोला नि त त्यो काठमाडौँमा खोला म त्यसको ब्रान्च पोखरामा खोल्छु कुरा सबै मिठो है सब्जीहरू त त्यहाँ पाइँदैन सबै लाग्यो जस्तो भइसक्यो फेरि हुन्छ कि क्या हुँदैन खाँदै जाउँ अलिक पाउँदा पाउँदैन खायो नि त त्यो अमन भयो क्या कुमा दाल त यो सेट गर्दा पनि खाइदिए कतिवटा त मैले त अघि नै पनि पेट भरिसकेछ मुख चाहिँ भरेको छैन है फेरि होटेल खान्छु म चाहिँ सुशीला चाहिँ राम्रो बरु यो आइसक्यो भने अहिले त साह्रो हतार अलि त यसलाई यस्तो गऱ्यो भने त्यो अलि दाम आउँछ नि त अनि हाम्रो खानु पर्यो सुचारो ढुङ्गाना खोइ भन्नु होला होइन उहाँलाई चाहिँ माछाको एलर्जी छ त्यही भएर उहाँ चाहिँ फोन हेर्दै भन्छ हाम्रो क्यामराम्यान बाहिरबाट डिरेक्टर उहाँलाई चाहिँ काँचो माछाको एलर्जी छ त्यही भएर हामी चाहिँ सबै मिठो हो अचार मिठो भएछ मैले बनाएको कोला चाहिँ कसले खाएको छैन है म खान्छ अब अरू त्यो चाहिँ कसले खाएको छैन बाबा मलाई खान सकियो सबै मलाई त डाउट लाग्यो ड्याडले नवीन बाबु सबै खान्छ अब के होला त खानेकुराले जित्ला कि हामीले जित्लाम लेट्स हेर्दै जाउँ के हुन्छ सुसी चाहिँ सकिन्छ फ्राई कुरा त सकेला कि नसकेला जस्तो लाग्यो क्या मलाई चाहिँ तपाईँलाई के लाग्यो त्यो पनि त्यो सुसीमै बढी जोड गर न फ्राई त भरे भोलि खाइ नि हुन्छ रेस्ट लिएर खानुपर्ला जस्तो भइसक्यो रेस्ट लिँदै खानुपर्ला जस्तो सित सबै हाम्रो भाइ पनि छुट्यो नि त अशोक भाइ अशोक नै छुटेको छ खुसीको कुरा पनि छ होइन अशोकको चाहिँ भर्खर हाम्रो
भाउजूको चाहिँ डेलिभरी भएको छ यही भिडियोबाट सबैजना यही कङ्ग्रेचुलेसन भिडियोबाट पनि एकदम धेरै धेरै कङ्ग्रेचुलेसन चाँडै ठिक भएर आउनुहोस् तपाईँहरूलाई वेलकम खुवाउनको लागि हामी त हामी चाहिँ रेडी छौँ रेडी छौँ होइन तपाईँहरूलाई अब छोरा भाउजूलाई चाहिँ हामी घरमा वेलकम गर्नलाई नै हामी एकदम आतुर छौँ चाँडोभन्दा चाँडो ठिक भएर आउनु ए असो त के छ मलाई त्यो देऊ माझ काम जुटिनु भइरह नहुन्छ होला है त्यसै तिम्रो चोइसको छानेर खाऊ भन्नु नि त नि हात चाहिँ भयो नि त एकबार जानु हुन्छ त्यो न हात ध्यान त चिकन ससेज नि खानु बोल्ने कुरा पनि धेरै होइन बोल्ने कुरै छैन किनभने खानेकुराले बोल्ने उसै फुर्सद नै दिइरहेन पहिला खानामै जोड दियो मिठो भयो मिठो भयो अहिले स्विमिङ बोल्ने सिकेको भएर अब हामीलाई सुसी खानु चाहिँ सुसी खानलाई चाहिँ हामीलाई टाढा धाउनु पर्दैन पाउँदैन तपाईँहरूलाई पनि सुसी खान मन छ भने चाहिँ आउन सक्नुहुन्छ कन्ट्याक्ट गर्नु होला सुसीको जुनै पनि भेराइटी चाहिँ मैले झ्याप र अर्को कुरा केक केक खान मन छ भने पनि मेरो भाइले सुसी सिक्न गएको र नेपालमा जहिले काँक्रोहरू मात्रै सिकाउँदैन सुसीमा माछा हुन्छ भनेर यहीँ जानु मैले थाहा पाएँ सुनमा त माछा नै हाल्नु पर्छ माछा पो हुँदैन भाइ नेपालमा काँक्रो चाहिँ हाल्दैन सुसीमा काँक्रो हुन्छ भने यहीँ आएर थाहा भएको हुन्छ माछा सुसीमा माछा हुन्छ भने यहीँ आएर थाहा भएर काँक्रो चाहिँ हाल्दैन नेपालमा भने सुसी पनि मिठो लागेन क्या यहीँ पनि यस सुसी त मिठो नै हुँदो रहेछ भन्नुभयो भन्थ्यो यहाँ मेबी हुन्छ स्विट कर्न खाउँ न है स्विट कर्नमा आएको काटेको होला त्यो त सिमai सकेट त्यही सुसी काटेको होला टाँस्यो कि होइन हुन्छ ल म धेरै खान सक्दिनँ कि क्या म धेरै खानुपर्ने हुन्छ पेट त अब क्या नि इभन फ्राई चिज चाहिँ हेर्न फ्राई चिज आयो भने चाँडै अमन हुन्छ नि त त्यही भएर पहिला सुसीतिर सुसी हन्ड गराउँ पहिला एबी त्यसले पनि पैसा हो एउटा चाहिँ खानुपर्ने हुन्छ यो खाँदै छैन नि त अघिदेखि एबीहरूलाई चाहिँ एउटा भाडा पनि कम गरौँ होइन चाहिँ राखौँ है अझै भाडा कम गरौँ अनि घरमा जानु पऱ्यो नि त होइन मिठोमा बनायो अचार कति मिठो भयो है नपोले नि त्यो सजिलो ल्याउ त त्यसो भए अचार टाढा भएको भएर यहाँनिर ट्रान्सपोर्टेसन पनि सुविधा छ फेरि हाम्रो गेस्टहरूको लागि चाहिँ ट्रान्सपोर्ट पनि सुविधा छ है फोटो खिच्नेलाई मात्रै होइन है मुखब्याङमा आउने गेस्टलाई पनि ट्रान्सपोर्ट सुविधा छ एक तेरा एक मेरो दो मेरा नहीं एक तेरा एक तेरा एक मेरा माग भयो सजिलो अब भाग गर्नु पर्ला जस्तो भने एउटै धेरै खानु पेट अमन हुन्छ नि त धेरै भयो सजिलो तिमी खाऊ सुसी हान्छु अब साबुन सुसी ल्याऊ
咱们就是烟红。सुशीभित्र वासाबी राखेको एउटा गेम हुन्छ नि आँटमा गर्ने अनि सुसी राखेको वासाबी राखेर खानुपर्ने आँखा चाहिँ होइन दसवटा बनाउने होइन 5 वटा दसवटा बनाउने त्यहाँभित्र त्यो दुईटामा चाहिँ हाल्ने अब त्यो हामी 3जनामा कसलाई पर्छ फेरि यसो गरौँ 3टा बाँकी राखौँ 3टा राखेमा एउटामा निस्किन्छ धुवा नि त्यो जाप अलिकति धेरै हाल है अलिकति ओहो चिप नाकमा लागि हाल्नु त बल्ल खास जस्तो लाग्यो जस्तो हुन्छ खाइ मिठो होला माछाको खाइरह भएर होला त्यति साह्रो स्वाद नआएको Ele tá sabe? त्यो त अलिक जेठ हुँदो रहेछ कि है ओहो खाइयो तर यार सकिँदैन जस्तो लाग्यो नि Ebi. यो नि मन राखेको फेरि मलाई नि Olha ebi ha. त्यो सबै त्यो नेपाली त खाने ज्यादा सुसी टमाटरको चटनीमा आज चलन आउँदैन सुसी धन्छ मुसेर गएको खाइदिइहाल्छ नि के गर्नु उताएर Ele last mahal. यो त लास्टमा खाने तर मान्छे 3जना त्यो 2टा त्यो मलाई हाल्दैन नि त्यो हजुर मलाई मन पर्दैन कस्टर्ड हो हजुर कुन चाहिँ छ भित्र त्यो मामेको उ हालेर हुन्छ नि कुल्लेवाला मामे के भन्छ हालेको हो कि Dere ale. नामै त थाहा छैन मलाई अब है त्यो Wasabi ala dere be la eta dere. ल कस्तो रमाइलो भयो नि है एउटा टुरीमा हालिदिएको Mola ma. टेस्ट गर्दै खाऊ माछा 2 छरी छ एबीको कि भइसक्यो त्यो खाने दारू खानेहरूलाई दारूको सितुन्द त भएको है र हामी चाहिँ दारू खाँदैनौँ पहिला नि अनिललाई चिसो बियर राखेर खानुपर्छ भन्नुभएको थियो हामी चाहिँ दारू खाँदैनौँ खासमा त्यही भएर चाहिँ अब चिसो बियर हुँदैन चक्लेट मात्रै हुन्छ चक्लेट Sobe ma ala balen thore ma ala dam chola. भाउजू सबैमा चाहिँ हाल्नु भएन दुई तिनटामा हालिदियो क्या सयबाट मान्छे परेर हाल्यो कि हडतालले बब्बा छ नि बब्बा सबैमा है Eta thore ha jai. आँखा तिमीले भन्दा म नाच्चिरी जान्छु मेरो त Hindi na ako isa. बोल्नु लिएर आऊ न देखिन्छ म त सबैमा हाल्दैछु त्यहाँ हुन्छ यो चाहिँ हटाइदिनु बाउसी हटाइदिनु त यस फाइनली वासाबीहरू पनि आइसकेको छ सबैमा है भोलिमा यो चाहिँ राख्नु पर्दैन कि यता जस्तो लाग्यो मलाई ल है आँटी हुन्छ तिमी आँटी गर दाइ तिमी गर तपाईँले हेर्नु आइरहेको ल घुमाउनु थाहा ल ल ल ल
अब त्यहीबाट सुरु त्यहीबाट थाहा छ आँखा चिम्लेर वान टच गर्नु अनि बल्ल जानकारी गर्ने जसले ऊ गर्छ झार पो त्यहाँ साइसो दाम के तिमी हारेर दुईटा आँखा चिम्लेर छुनु के त्यहाँ छाड्न पाइँदैन नि त अनि त्यो एउटा छोसी त भयो छोएपछि भयो त्यो मैले यो छोक है यो बच्यो सेफ जानकारी हारेको फेरि हार्यो भने तिमी आऊ न बल्ल गयो होला त्यो ससेज त पाइँदैन सुसी खानु पऱ्यो नि क्या हुन्छ अब अहिले हेरेर भित्रबाट के थाहा हुन्छ यसरी गर्नेहरू मेरो आँखाले हुँदैन मै पर्छ बच्यो ला सेफ छ है त म नि यो हाल्छु ल हुँदैन कसरी यदि अरे पनि लाटा पर्ने त खानै पर्यो नि त दुखरी नि ल यो रियाक्सन नो रियाक्सन म असर खाइरहेको म यतिकै हाल्यो हालेन नो रियाक्सन ल परस होइन दुईटाको मैले दिइसकेँ त्यो चाहिँ बाहिरको उयो दुईटाको मलाई केही नहुँदो रहेछ मैले खाएँ नि तपाईँले थप्ने त्यसमा होइन ए खाएँ त थपेर खाउँदा हुन्छ नि है देखाएपछि परेन अहिले डोबेर खाएँ सेफ ल तपाईँले म त धेरै भयो नि त अब म खानु होला अहिले एउटा खाऊ न कस्तो नखानेहरू वासै भएको खाउँ त दुईटा त्यही भएर पायो भने त्यहाँबाट हामी आउँदा खाउँला वासै भएको दुईटा खाऊ त्यहाँ हात चाहिँ समातेर त्यो भाँचिसक्यो खा भाजिसक्यो त्यो बाच्चे खाके हो किन बाच्चे थियो वाह छैन होला सेफ त्यहाँ छैन छ त्यो दुईटा त मैले ल्याएर तिनवटा भयो त्यसो त छैन के त्यहाँ ढुक्ला हालिदिएको नाच्न गयो अझ बाँकी नै म बिल छोड्न पाइँदैन विचार गर्नु गेम हो नहोला कि कस्तो खेलिदिनु होला नर्मल देखेर एउटा पनि परेन त्यही भएर बिचा बस्यो तिमी तपाईँ देखा म खानु पुग्यो है मलाई अब कस्तो पुग्यो हराउने अब यो गेम त सिद्धाउनु पर्यो नि लकडाउन लाग्यो सेफ लकडाउनलाई भयो नानी म अब है लकडाउनलाई त्यो सबै खानुपर्छ त्यो सुसीहरू चाहिँ पानी ससेजहरू त होइन यहाँ खाइन त्यो खाउ ल नभएको त खाऊ यहाँ त खाइन ससेज खान्छु नि त नभएको खाऊ अमन भइसक्यो कि म त मैले अमन भइसक्यो नि खानु तेल गरेर खाऊ उताको खाऊ देखेँ कि खाइदिउँ देखेन त्यो देखिया नि दाइ मुनि परिसक्यो छोइस होला खाऊ रहेछ खाऊ खाऊ अब यसमा हो क्या म त अर्को एक भाँडा खुसी वासा चाहिँ खाइदिन्छु अब त म त अमन भइसक्यो खुसी हो वासा बिजो नो रियाक्सन ल दाइको गाह्रो ट्याङ ट्याङ मजाले भएर तपाईँले खानुहुन्छ अन्त यसो हो भन्दा कि त्यसले ससले छेक्दियो नि त
मैले अहिले यहाँ देखिरहेको यहाँ उसले अहिले निकाल्दै हल्लिएर देखाएको थिएँ क्या अन्त मैले तपाईँलाई झुकाउनलाई यहाँ खाऊ यसो खाऊ भन्दै क्या अब कसको बाली खाने त्यो अब मेरो चाल्यो धेरै छ हुन्छ त्यो मलाई त्यस्तै लाग्थ्यो कि त्यो यस्तो धेरै लाग्थ्यो थिएँ सुर चाहिँ गर्दै होइन यसरी आएन तर यो त अलिक धेरै नै छ यार त्यो त खानै पर्छ है परेको निम्लो खाउनुहोस् खानुहोस् रियाक्सन चौका निम्लो भइदिनु चबो है चबो नाकमा जाओस् नाक पोलोस् छिटो खाऊ रोकिनु पाइँदैन अहिले चबाएर खाऊ हाने हान्न त आँखा नि हल्का हल्का दुईचोटि त डेन्जरै हाने वाखर पनि नुनचरो खालको रहेछ है आके अघि अर्को नुनचरो खालको खालको बस्छु न नआउने खालको रहेछ खान सकिलो रहेछ कि यो चाहिँ ताबे यसै खानु यति वासा त डेन्जरै हान्छ नि अर्को नुनचरको खालको रहेछ क्या होइन नुन धेरै दाँतमा लाग्यो किरकिरी खालको है नामो भाषा पनि होइन यो नामो भाषा लाग्छ त थाहा भयो नाम सियो जस्तो अब के गर्ने होला हामीले भएको रहेछ धेरै भयो यो लास्ट गोल त डेन्जरै हान्यो मलाई त यहाँनिरबाट झिलिङ हुन्छ ठिस्स दुईचोटि त डेन्जरै हान्यो नि नाकमा आउँछ कि नआउँदो रहेछ नाम होइन सियो रहेछ नभनिदेऊ भएको रहेछ होला खाँदैछ सियारी सही बात लास्टमा खतरा मजा आयो कि मलाई चाहिँ देख्दैन त्यहाँ पक्कै देख्दैन नै भनेर नवीन बाबुले चाहिँ सुसीमा छैन भनेर लगाइदिनु भयो अझ मलाई फसा भन्दा डेन्जर खुसी भइरहेको त्यो भयो कि लास्टमा मान्छे एक्टिङ छैन होला भन्दाखेरि त्यहाँपछि हाल्नै मिल्यो नि त यहाँ चाहिँ अब हाल्न मिल्यो यहाँ चाहिँ छैन भन्ने भएको अब अप्ठ्यारो चाहिँ पहिला बनाउँदै हाल्ने कि भात दिन्छ है एउटा मतलब सालमान भाँच्चा थियो कि म दिँदाखेरि नै हेरेको थिएँ क्या सालमान भाँच्चा कुनै खालको छैन भन्दा कुनै पनि भाँच्चा छैन कि एउटा त ल्याब फर्केर ल्याउँदाखेरि एउटा सालमान भाँच्चा थियो क्या अनि त्यहाँ खायो भने मलाई कन्फर्म भइसक्यो एउटा मात्रै निकाल्दाखेरि हल्लेर दिएको क्या त्यो नरहेछ फेरि होइन नरहेछ त्यति हेर्छु अन्त हाल्नै मिलेन नि त धेरै त्यही भएर अर्को त नाकबाट धेरै धुवा नै निकालिदिन्छु यस्तो धेरै निकाल्नु नि तर अमन भयो A few moments later. सक्यो त खानु तपाईँ के छ बल म सक्दिनँ तपाईँ त अलि यता सर्नु देख्यो होइन फेस म त उता यता सक्दिनँ पछाडि घाँसै हाल्नु सक्यो लास्ट भएन नि लामा हाल्ने कसले हेर्नु नि त